राजा ज्ञान छ किन अरू सक्छ यहाँ निष्पक्ष न्याय दिएको अदालत हो त्यो अदालतमा मेरो पुरा विश्वास छ मलाई विश्वास छ भोलि हामी लड्नेछौँ सुप्रिम कोर्ट आयो सुप्रिम कोर्ट आयो एकपल्ट आयो केही छैन भने दोस्रोपल्ट आयो केही छैन भने पुरा निकाल्थ्यो यतिसम्म बदमासीपूर्ण काम गरिरहेको छ यो यस्तो तर मलाई बताउनु भावना दिनु छैन तर यो देशको जनता छ यो देशको अदालत छ सबले चाहिँ जानेको छ बुझेको छ यिनीहरूलाई भोलि हामी देखाएर सोच्छौँ त्यो तुलार भनिदिनु न राजा ज्ञानको खिलाफमा पनि मुद्दा गरेको हुँ अदालतले छाया खाली गरेर मलाई जेलमा छुटाएको पनि हो त्यसैले चाहिँ नि नेपाल अहिले पनि एउटा केसदेखिलाई अस्ति पनि मलाई चाहिँ अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा किन मुद्दा आयो खिलाफमा त्यसपछि उनी अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टले यी हाम्रो सेवालाई हात पक्रिदिनु पक्रिने कामै थिएन उसको वाइफले एउटा पक्रिदिनु भन्यो यही पनि मुद्दा लगाएर हाल्दै यस्तो फटाहा छ यहाँ त्यही पनि यहाँ त्यहाँको अदालतले संस्थाले पनि दुबारा आलुलाई डुबाउनु पनि आलिदियो त्यही पनि बदमासी हो यहाँ पनि के भन्ने सुप्रिम कोर्ट आयो सुप्रिम कोर्ट आयो एकपल्ट आयो केही छैन भने दोस्रोपल्ट आयो केही छैन भने पुरा निकाल्थ्यो यतिसम्म बदमासीपूर्ण काम गरिरहेको छ यो यस्तो तर मलाई बताउनु भावना दिनु छैन तर यो देशको जनता छ यो देशको अदालत छ सबले चाहिँ जानेको छ बुझेको छ यिनीहरूलाई भोलि हामी देखाएर सोच्छौँ यस्तो किसिमको राजा ज्ञान छ किन अरू सक्छ यहाँ राजा ज्ञानको कुरा गरिदियो भने संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको गणतन्त्र मैले पठाएको गणतन्त्र ल्याएको हो जनताले चुनेको संविधान सभा ल्याएको गणतन्त्र मैले ल्याएको हो त्यो मैले चाहेको आउनुवाला मान्छे नि मैले आज जाने मान्छे त्यस कारण चाहिँ युवतीदेखिलाई नेपाली जनता सबभन्दा ठुलो कुरा हो नेपाली जनता नेपालको मालिक हो त्यो मालिक जीवन त्यही हुन्छ त्यसको प्रतिनिधिको अदालत हो अदालत जनताको अदालत मात्रै होइन यो सब सत्ता मानेमा पञ्चायत कालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो त्यो अदालतमा मेरो पुरा विश्वास छ मलाई विश्वास छ भोलि हामी लड्नेछौँ यति भन्दै तपाईँलाई धन्यवाद दिन्छु Extreme Energy Drink.